फाइनली गाइज हामी चाहिँ यो माथिको डाँडामा टक्क लाएर यता चाहिँ दामी दामी है उहरू बुद्धको मूर्तिहरू बन्दैछ अनि यहाँबाट तल चाहिँ सबै सम्पन्न भइसक्यो। यहाँ चाहिँ यस्तो दामी दामी है ढुङ्गाहरू लाएर चाहिँ बनाउँदैछ गाइज। अनि तलतिर चाहिँ धमाधम यस्तो पिकनिक चल्दैछ गाइज। त्यो पछि नै अहिले एकछिनमा देखाउँछु गाइज होइन। तर यता चाहिँ अहिले चाहिँ अलिक सम्पन्न नभएर बाटो खत्तमै छ। अनि पछि 2026-27सम्ममा चाहिँ गाइज सब बनि भ्याउँछ। स्याजी होइ स्याजी हो स्याजी हो ब्यागको नि हान्दैछ ब्यागको यसरी त भेट्दैन यार अलि भेट्दैन। यो तलतिर चाहिँ गाइस दामी चलिरहेको छ। मलाई कस्तो देखिरहेछ गाई चाहिँ यता है यो के भन्छ यो बार भन्छ क्या टक्क डान्स गर्दै हिँड्दा थिएँ म गाई चाहिँ। यसरी ल केटा हो यस्तरी सँगै भेट्न गएको सँगै चुडी खाएको के गर्ने यार डाँडा गाडी एउटा यहाँ डाँडा अनि हिलो थियो हुन्छ र यहाँ स्याजी होइ हुँदैन पानी परेर पुरा पछाडि यस्तो आफै के हो यार सेतो अँधेर हुनुपर्ने बेलामा जाने होइन अब एकछिन हेरौँ न उयो डाँडातिर जाउँ न जाने होइन के देखाएको छ नि के डाँडा हेर्न मान्छे कस्तो के देखाएको छैन जाउँ जाउँ डाँडाको अर्कै जाने हो मर्छ यार जाडोले जाडो उसिएर त्यता जागेल तर जाडै हुन्छ फेरि गर त्यस्तै ए सेल्फी गरेर हाल्छ अनि दिल भयो नि चट्टमा या दर्शन दिल भयो नि अनि ल नाचौँ नाचौँ कम जाडो कस्तो नभए बोकेर हिँड्छ ज्याकेट लाउन ल त म हेर्छु न त्यो अनि जाने जाउँ टक्का मजा गर्न है भाइ साहब क्यामेरा त भने
हुने है मैले एक राउन्ड हानौ न बगाएर आउँछु ल ल ओए म त बाइक भन्दा यार जाँडो यार ओम न भिले हान नगर जाउँ 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 ल मेरो